चलचित्र सुनिल थापाको निधनको आज अन्तिम संस्कारको लागि हामी सम्पूर्ण चलचित्र क्षेत्रहरू भेला भइराखेका छौँ र आज हाम्रो एउटा इतिहास हामीले खुवाएका छौँ हाम्रो सुनिल थापाज्यूलाई र उहाँलाई हामीले मनैदेखि हामी सम्मान सम्पूर्ण सबैजना हामी आदरणीय भइरहेछौँ। हार्दिक श्रद्धाञ्जली भन्न पनि चाहन्छु र स्वर्गमा बास भएको होस् र उहाँको आत्माले शान्ति पाएको होस् भन्न चाहन्छु र आजको अन्तिम संस्कार हाम्रो पशुपतिमा भइरहेको हुँदा र हाम्रो आम नेपालीले एउटा इतिहास घुमाउँदा हामी नेपालीहरू शोकमा डुबिए र हामी सम्पूर्ण नेपाली चलचित्र क्षेत्रको कर्मी आज उहाँतर्फ हार्दिक श्रद्धाञ्जली भन्नको लागि हामी सम्पूर्ण भेला भइरहेछौँ र अहिले चाहिँ हामी पशुपतिमा लानुको लागि हामीले गाडीमा चढाउँदैछौँ र हामी हिँड्दैछौँ र अहिले हाम्रो सुनिल थापाज्यूलाई अहिले हामीले गाडीमा ल्याइसकेछौँ र अब हामी हिँड्दैछौँ र हामी चाहिँ तयारी छौँ अब पशुपति क्षेत्र जानुलाई र हामी निस्किसकेका छौँ अब चाहिँ पशुपतितर्फ जानुको लागि र सम्पूर्ण हाम्रो आम चलचित्र क्षेत्र कर्मी हाम्रो सम्पूर्ण दाजु अगुवाजनहरू पनि हामी साथमै छौँ र हामी अहिले चाहिँ हिँडिसकेको छौँ र हामी पशुपतितर्फ र पशुपति एरिया पुगेपछि तपाईँहरूलाई झन देखाउन चाहन्छु र अहिले चाहिँ बाटो काट्दैछौँ र हामी पशुपति पनि पुगिसकेको छौँ र पशुपतिमा चाहिँ हाम्रो देख्न सक्नुहुन्छ भिड छ र हामी सम्पूर्ण चलचित्र क्षेत्र कर्मी हाम्रो सम्पूर्ण भेला भइसकेको छौँ र अहिले चाहिँ हामी तर्फ उता लाँदैछौँ र मलाई पनि देख्न सक्नुहुन्छ र म पनि तपाईँहरूको माझमा देखिसकेको छ र देखा परिसकेको छु र हामी चाहिँ म पनि अहिले उहाँको अन्तिम संस्कारको लागि उपस्थित भइसकेको छौँ र पशुपतिमा हाम्रो बनाइसक्नु भएको छ सम्पूर्णले र हाम्रो मलामीजन अनि हाम्रो सम्पूर्ण हामीलाई चलचित्र क्षेत्रमा माया गर्ने मान्छेहरू हामी भेला भइसकेको छौँ।